सबैजनाले सोध्नु भएको क्वेसन, कपालमा के लगाउनुहुन्छ, कुन स्याम्पू लगाउनुहुन्छ, कुन तेल लगाउनुहुन्छ भनिदिनुहोस् भनेर सोधिरहनु भएको थियो। तर मैले सबैको कमेन्ट अगाडि राख्न सकिनँ। आज मैले नुहाउनु लगाएको, नुहाउनुभन्दा अगाडि मैले 2-3 घन्टा अगाडि तोरीको तेल र नरिवल तेल मजाले लगाउँछु पुरा कपालभरिमा। मैले चाहिँ यो कपालको टुप्पामा भन्दा पनि कपालको जरामा बढी तेल लगाउँछु, किनभने हामीले यो कपालको जरामा लगायौँ भने कपालको जरामा भएको चायाहरू मजाले भिज्छ तेलले गर्दा। अनि कपालको जरा दुखेको अनि कपाल झर्ने समस्या पनि कम हुन्छ। जरालाई बलियो पार्छ तोरीको तेलले। चाया मजाले भिज्छ र हामीले नुहाउँदाखेरि सफा हुन्छ। त्यसरी नै चाया कम हुँदै जान्छ हजुरले सधैँ लगाउनु भयो भने। मैले यसरी तेल लगाएर अनि मजाले कपाललाई 1 घन्टा 2 घन्टासम्म खोपो पारेर राखिदिन्छु। मैले चाहिँ यो सनसिल्क स्याम्पू नुहाउने गरेको छु सधैँ कालोमा। अनि मैले नुहाएँ, मेरो कपाल चाहिँ नुहाइसकेपछि यस्तो भयो। मैले चाहिँ नुहाउँदा केही पनि लगाएको छैन, तपाईँहरूले देख्न सक्नुहुन्छ यति राम्रो कपाल भयो, एकदम सिल्की नरम हैन। तेल नलगाउँदा पनि यतिको राम्रो देखिएको छ। मैले कुनै सिरमहरू पनि लगाउँदैन। नुहाउनुभन्दा अगाडि यसरी तेल लगायौँ भने हामीले नुहाइसकेपछि लटाहरू पर्दैन र कपाल टुक्रिन्न। मैले चाहिँ अहिले नुहाइसकेपछि अब टुप्पा मात्र तेल लगाउँछु, जरामा लगाउँदैन खासै। मेरो कपाल धेरै ओइली छ, चाया पर्न सक्छ धेरै तेलले गर्दा। यदि हजुरको कपाल पनि ओइली छ, चिल्लो छ भने नुहाइसकेपछि तेल नलगाउनु होला। यदि हजुरहरूलाई भिडियो मन पर्यो भने सेयर गरिदिनु होला। धन्यवाद।